नेपाल देशको अवस्था एकदम डामाडोल भइरहेछ। राजतन्त्र आउँछ, गणतन्त्र जान्छ, यो धेरैजनाको मनमा प्रश्न आइरहेछ। यो प्रश्नको ब्याकग्राउन्ड, प्रश्न जानुभन्दा पहिला के भएछ अहिले नेपालमा, दुई तिनवटा कुरा बुझ्न एकदमै त्यसमा राख्यो भने और अगाडि बुझ्न सजिलो हुन्छ। अहिले भर्खर महाकुम्भ भएछ। नेपाल, इन्डिया, वर्ल्डको थुप्रै मान्छेहरू गए, म आफै पनि गएको थिएँ। त्यहाँको जुन बाई प्रोडक्ट इफेक्ट छ त्यो नेपालमा रिपल्स आइरहेछ। राजालाई पनि लाग्यो कि चले भाइ यसै साथ एक धक्का दिइदिनुपर्छ। त्यसको फलस्वरूप उहाँले पोखराबाट काठमाडौँ आउनको लागि जुन तामझाम सबै कुरा भयो, यो रियलिस्टिक जनताहरू आफै गएको थियो, कसैलाई बोलाएको थिएन। होला पार्टीहरूको आफ्नो कार्यकर्ताहरू पनि होलान्, राप्रपाको होलान्, अरू बाहिरको मान्छेहरू होलान्, तर यो जुन हिन्दूप्रतिको जुन आस्था उम्लेर आयो महाकुम्भको कारणले त्यो राजाको सवारीमा देखियो। अब प्रजातन्त्रवादीहरूलाई समस्या भइरहेछ, के गर्ने अब? त कहिले भन्छ संसदमा उठेर खसेको पेटपछि बच्चा फेरि फिर्ता जाँदैन, मलाई अनेक थरीको। तर प्रजातन्त्रवादीहरूले यो 18, 19, 20 साल हुन लाग्यो, 20 सालमा गर्यो के? राज्यको ढुक्टी माटी मजाले दोहन गरेछ। 18-20 सालको समयमा 19 साल हुन लाग्यो, 19 सालको बिचमा 26 खर्ब रुपियाँ नेपालमाथि लोन छ। बजेटको 1/3 अंश ब्याज खर्च र प्रिन्सिपल तिर्नमा गइरहेको छ। सरकारको राजस्व अहिलेसम्म पनि 11-12 खर्ब पुगिरहेको छैन, 9.5, 10.5 खर्ब पुगिरहेछ। रेमिटेन्स आएर जसो तसो नेपाल देशलाई थ्याक्न सकिरहेको छ। नेपालमा जति कल कारखाना थियो सबै बर्बाद गरिदियो। पैसा दिइरहेछ डुबेको कम्पनीमा, त्यसबाट रिटर्न आउने कुनै काम छैन। सरकारको आम्दानी कहाँबाट हुने? जबरजस्ती जनतामाथि 39-39% ट्याक्स लगाएको छ। जो स्यालेरी इन्कम छ त्यसलाई 39% ट्याक्स लगाएछ। जबरजस्ती तपाईँलाई इन्सुरेन्स गर्नु पर्यो, जबरजस्ती तपाईँ सिआइटीमा पैसा राख्नु पर्यो, जबरजस्ती तपाईँले कर्मचारी सञ्चय कोषमा पैसा राख्नु पर्यो। यो सबै तरिका तपाईँको पकेटबाट पैसा निकालेर राज्यले आफ्नो सुख सुविधाको लागि युज गरिरहेको छ। अब के को लागि प्रजातन्त्र भन्ने, गणतन्त्र भन्ने, म त केही पनि बुझिरहेको छैन। 35-40 लाख भन्दा माथि विदेश गइसक्यो मान्छेहरू। अब कमाउनको लागि त पैसा चाहियो नि, घर चलाउनलाई त पैसा चाहियो। राज्यले त दिँदैन तपाईँले घर चलाउनलाई पैसा। तपाईँको पर्सनल लोन थियो त्यो पनि क्यान्सल गरिदियो। तपाईँको घर जग्गाको एगेन्स्टमा लोन लिन सक्थ्यो त्यो पनि बन्द गरिदियो। अब जनताले गर्छ के? तपाईँले जबरजस्ती खाडी पुर्याइरहेछ, विदेश पुर्याइरहेछ कि तिमी नेपाल छोडेर जाऊ। यो तपाईँ सिस्टमेटिक तरिकाले 18 वर्षमा भएको छ। नेताले कति बुद्धि छ म पनि बुझ्छु कि कति बुद्धि छ। पावर आएपछि जे पनि गर्न मिल्छ, पावर छैन भने त केही गर्न मिल्दैन। यो सबै जनतालाई ठगिरहेछ। म त राज संस्थाको पक्षमा छु कि ठिकै छ, 18 साल चलायो, अब तिमीहरू राजालाई देऊ, फेरि 18 साल राजा चलाउँछ, 19 सालपछि तिमी फेरि आउने, सक्यो कुरो। यसमा झन्झट के को हो?